कतै यो लाइन बाई लाइन नहुनु सक्छ। यसमा यहाँ यसरी चाहिँ एक से इधर से राखेको थिएँ। त्यहाँदेखि म आशीर्वाद माग्दै म आफ्नो तारिकपट्टिकै गरिबी अब प्रवेश रेखाडियो। अब कि साथीहरूले भन्यो भने म मौका दिन्छु। अब आयु पान्दिममा इङ्गो महाकालु गाउँ वडा नम्बर 5 अमराङ तेन्दी तुया इङ्गा हाम्रो माक्सा काङ्गी माक्सा साइनो दे चित्राबहादुर। अब खोगो होइन औषधि उपचार गर्नको निम्ति धरान घोपा सुनचरीमा हेपेटा रहेछ। हेपमा बिगो अग्रबिगो 16 गते या उपचार हेपमा भए 16 गते शुक्रबार हामाङ सीता बडन फनबाङ ताया खोगो माखाडा र अब माहरू छ खोमी साथी खोमी साला खोमी निजे पसा टुवामी रहेछ। खोजी त्यहाँ फन्ड्रेट तामी फन्ड्रेटमा बिगो उपचार मारेमा सिधा हिङमा बि है। अनि हामीले त्यतिलाई मर्मत भयो होइन। अनि र मोडो रेटमा बि इदकमा सिमाङ रेटमे त भने अनि खानामा तोक्छौँ। अनि यहाँ पछि खानामा तङमा बिगो लु हिन्दी नलागा हिमदाङबासँग काङ अब जान इङ्गो महिना याङदाक महिना रुसामी रहेछ याङमान। अनि शनिबार बेलुकी शनिबार सेन्दा खोजा 4 बजेभित्र रुम। अब हिमा कानिया रुममा पनि उपचार रेपमा सिधा चाहिँ हिक्मान भिक्सुजी घोसीले अब त रेपमा सम्हालिने सुनमा नै रहेछ होइन। उपचार पनि रेपमा हामी नै रहेछ। खोजा रेपमा रहेछ होइन सिधा हिक्सामी रहेछ। मोडो रेपमा हाइको मारम राफाडा रहेछ यति खालको रहेछ। मोडो हुँ कानिङ्गो दोस्रो अब सुमामी फावर खेप्सामी रहेछ। खेम्माबी कानिङ्गो इदोग्रा राखाडी खानामा तङमानु रेमाबीको हेनको पक्कानो भन्ल्यासिङ पक्कानो कासामी खोजीसँग परदेशमा टुयाको हो। अब होमी माना सिताले आफ्नो होला रुमानु अब पक्का पनि का मित्र भना हन्जम क्या मानु 10 कुलकुलमा सुम मानु अनि उठामा पक्का नै हो रहेछ रुमानु। अब इमारे ने त भन्दा एक रात हिङ मानु अब भोगामा आफ्नो रीति अनुसार दासत्र अनुसार अब पर्ने भएकोले खोलाई सिधा चाहिँ हुक्सामी सम्मानमा चुक्सामी चुङमा भन्यो। होमिलीमा हामीको पक्कै नै बाइक पनि बास खडा रहेछ। हेनको धरातीमा टुवाको धरातीमा चाहिँ हेपेपा रहेछ। यो हामी इष्टले प्रमाणित रेपमा मिलेको सुम्बाई हामी जेदै अनि मोडो रेपमा अब पिखा भिडाको पिखा झन्चैले सुन्दा काम तिमी मनबहादुरनी पसा चित्रबाट यहाँ पुऱ्याएर अब यी संसारमा आयो त्यसमा पसाबी मा रहेछ। मोडो रेपमा बि यो लन त अब पक्का लन हो न सबैले के भन्छ प्रमाणितलाई प्रमाणित पिखार होइन। मोडो रेपमा अब हेनको इगो संसार बि होइन। अनि लङ्गा चुपसामी होला चैसामी होला इच्छा मुसामी होला भाषा शुभ होला आँखामा शुभ होला आपसन अब अन्ना बाली टुवाबी अब रेपमा गयो हेनको आइबङ्ग फक्कनमा रहेछ। आइगो हेनको सत्तला धरती यही धरतीले कानी रेपमा आगो खोसौँ कनिङसँग अब कनिङ अरूमी सत्तला धरती बि नै पक्का हो पक्का रुमानु। अनि चित्र मेरो काङ माग्छ चित्रावरी भू अब हेर्न साह्रै पछि लिग भइहाल्छ। अनि लन त भनेर सुमामी हो हेनको धरातीमा झटान हौसी अखामै हौसी हिम तक्सामी रहेछ। है कता केतालाहरू होइन इष्टमित्रहरू सुम्मानु हाम हिमगो धराती मुनि सातला नबी हेन्मी हिमगो तङ्गिता हेर्ने रहेछ है। अकोरामा दिएको अब हेर्नेछ खेम्खा अगाडि होइन। अकबी खेतालाजी मिस्त्री नङ त सगारो सिसार हेर्नेछ खेप्से अलिम्से सिप्सुङमा
होइन सर देवान अब काली उसको घरभित्र जुन मुनि धराती मुनि घर बनाउँदा यो त सबै मलाई घरभित्र यो नौ तला मुनि चट्टान होङ्सी अखामा होङ्सी नौ तला खिम्तोङ गिफ्ता रहेछ अब हेर्ने खेप्छ हेर्ने अब काशी म सोध्छु स्थानीय खेतालापाती मिस्त्रीहरूलाई ल अब तिनवटा चोटि सोध्नु अब हाम्रोमा चित्रबहादुरको घर निर्माण गर्दा 7 तला 9 तला जमिन मूल्यको घर निर्माण गर्दा तपाईँहरूलाई खेताला पताला आइदिनु भयो जति सुनेको साथीभाइ सबै जम्मा भइदिनु भयो त्यस बेला तपाईँहरूलाई कतै भोक लाग्यो होला तिर्खा लाग्यो होला या चोटपटक लाग्यो कि लागेन तपाईँहरूले भनिदिनु पऱ्यो चोट लाग्यो खेतालाहरू लागेन अब तिर्खा लाग्यो चोटपटक लाग्यो लागेन हेर्नेछ खेप्छु सगा छ मसिसु र नि वाइमा चाहिँ मसिसु र चटपटे मसिसु र हेर्नेछ खेम घाउँछौ खेप्से अब हेने इन्दपरा मरम राख खेप्दै रहेछ भने हेने अब तिम्रो टोङ्गितामी होइन अब अपरामा ओवा हेनलाई सम्मान लिम्बाङ धानी ओजा बिजुवारी सिधा सिधा सबै हिक्सामी रहेछ हेने चाहिँ इन्दपरा मरम म्यागे मरम राखेको रहेछ भने हेनी यो मरमको हेनीको हाइको मरमको बलाबाबी मरमको हेनको खेप्दैछ रहेछ भैँसीको बाँसो खेप्दैछ हेनको पढाक दे हिकमा सङ हेनेन तेखा चेकचिमी पढाक दे हिकमा छ हेनेन तेखा मड हुँ हेनको कनिङ पार भइसक्नु भएको रहेछ अब अक्त हुँदा हेने कसरी हामीले बिदा टिक्छौँ त बिदा रेखाडिङ त रुमाभी अब यो खेताला तिर्खातिर नि भयो होइन अब जति नै उपचार परिवारले छोराछोरीले अब नाता कुटुम्ब सबैले उपचार गर्दा पनि तिमीले नै जितेर लग्यौ जित्यौ अब तिमीलाई अब जय सरसर आफ्नो लाइनमा आफ्नो टुबा लगाएर कहाँ बसिन्छ त्यहाँ जानुको लागि यहाँबाट अब हामी बिदा घरै पनि दोहोरिन्छ सिसीमा मेरा मरम खेप्ने पेक्मे मरङ राख्ने अब असा चाहिँ टुवन भन्ने टुबा लगायो निनु हेन पेन्जामे अब कणिङ हरियो अब हामी खडिङ भने इङ्गोबी भनौँ न कागजले गानी हो राति खबर भनौँ न पालो पनि गर्नुपर्छ नि त अब सागे सादा खेप्ना नि सागे नाम तिखारासँग कबक्नु त इगोने उगामे अनि इगोनो गर्नु यो खेपमा चा खेपमा हामी भागादी उगेर छ अब मैले नै भन्नु पर्यो नजाने कुरा यहाँहरूले नै हुनेछ होइन काङमाक्छ हगो हेनको माइकमा मराम र समुद्र पारी पार गरेर खेपेका रहेछ हगो हेनको होइन परदेश खेपमावि नि परदेश खेपमावि सगावरे सिसा होला सगा सिसा भने इङ्गो निजा खेप्ने अनि पुल करेछ राजा दण्डा कुण्डा के सेकी बाँकी छ भनेर पुल करेछ खेप्मावि बाधा विरोध र पिखाइए होला अकबी इङ्गो सानो फङ हेक्ने हेर्ने हगो मरमी रम्बी मलाई भुलीमा साङसाङ पिखाइए होला होइन याचो खाइए होला मैले वाइमा ठाउँमा पिखाइए होला अकबी हेर्ने वाइमा सिसाङ इङ्गो न थुङ्ग्याप्ने एउटा मात्रै थुङ्ग्याप्ने यत्रो काङ माग्छ हाम्रो चित्रहरू माग्छ काम माग्छ हो अनि पछि थुङ्ग्याप्ने अब सेकी बाँकी पनि कुरा होइन सेकी अब हेनको बासा पेन्दामीको नेम गऱ्यो नाम गऱ्यो त्यहाँ खाडा चिक्रा गऱ्यो पिखाडे अब अकबी किमा हेर्ने त रुमावीको अब उजा थाम त पाए होला उजा थाम्बा पाए अब
नि खाङडक्ने होला बासा पेन्दाबी पाखाबी ख्यामागी दिनदिनीको फङ्ख्यामेहरू भनौँ अब नामा पाखाबी ख्यामागी इङ्गो न उजा ख्याप्ने नि खाङडक्ने होला त अब अहिलेको त टोइलेट भन्छन् अब टोइलेट चाहिँ के भन्छ मैले जान्दै हिधाम भन्छु पाखा ख्यापमागी हामी मेकामै इङ्गो न उजा ख्याप्ने नाम त्यहाँ खडा हुँ नाम सेन्दा खडा हुँ निन अब आउँदैछ एकछिनमा आउँछ अब त्यहाँ पुग्यो होइन बिर्सिन्छ नि त यो मकै बेतो कि हगो ह्यान्डको 10 समुद्र पारी त अब इबेकमा हगो अप्तरेमा दाजुभाइको कुटुम्बाले तपाईँ इङ्गो दियो दिनमा साथीले भनौँ अनि हिजामा ख्याप्यो योमा उभा मर हुँ हेने हेनको आयुको अम्मी निङ्दी हेनको 70 रुपियाँ हेन्मी निङ्दी दाजुभाइ कुल कुटुम्बले भ्याउसा नाता गोता इष्ट मित्र तपाईँको अब मेरो नक्साको नाममा सा छ यदामी यसमा योदामी 5 दिन निङ्मियो फेरि यो सा यो सबै यदामी सिम्मामे छ हेन्मी हिजामे छ नेनी अरे सिम्मासी साम्मा छ सबै यदामी दाजुभाइ अम्निमी हबगाङ अम्निमी अब येदुनिबा हबगाङ आयुबा येदुनिबा मडौँ इङ्गो सा इङ्गो यो जस्तै के भन्छ यसलाई मलाई अलि आफ्नो भाषा आउँदैन कि अब तिम्रो अब इङ्गो फुकाउनु भन्दा के भन्छ हेमा चोखारीमा भन्दा चोखिँदा के भन्छ फर्के भएर आयो भने अब ह्यान ह्याक्या मिङ हो कानिङ ह्यानको कानिङ 70 रुपियाँ अब से सिन्डिक एरिया नि गाउँघर चौतरा राजी अपेन्ने आजी सिसिटिभी र्याजी मोडो टेममा पर्छ टेममा पर्छ हेन इङ्गोबी ता हुँ हेनेगा माङबाइडाङ माझा खम्बो अझै इहुत इजी खेलाउँछ होइन बडो रे त्यसो भए हेन इङ्गो किन्छ आफ्ना फेन्नी नाता नातिनी आफ्ना हिन्दी दङमा अरू बन्दा अमिने सारा आपको हिम्मी पेन्जामी अनि टुबलावा जङ्गने हिजा हामी इमाम गरे आपको पेन्जामी हिसिटिउरी अर्कामी तोकेको चौतरा बिच अपेन्ने आपको त्यही आजी हिसिटिउरी पेन्जामी त के भन्छ पेन्जा खडे चाहिँ भन्यो अर्काकोमा नबस भनेको त्यो म अलि आफ्नो भाषा आउँदैन कि टुबलावा चाहिँ सर रखे टुबलावा जुन पेन्जन
देख्यो भने हिंसा गरेको पासा गर्छ नबस भनेको त भनिरहेको कुरामा हामी पछि हाम्रो मक्सा चित्रबहादुर आइगाउँ कुराहरू होइन होइन गल्ती मात्र पहिली घरकोलाई अनि इङ्गो पहिली होइन पहिली कपडा लाउनु यो नफुके कता कपडा लाउँछौ खोली गयो कुरा नगर न त्यति कोटे यो फुकिसकेपछि कपडा लाउँछ आकाशमा लाइनले आउँदैछ त भागा इङ्गो है भागा इङ्गो आयो भने धराती धराती माथिले यसलाई उब्जाएपछि हामी धराती अन्न खाने न त्यही भएर भोकमा रुङ्गा सुगा भनेको इङ्गो धरातिमी भागा यिनीको धराती भयो खेप्छ हाम्रो काङमा छ इङ्गो सिमे उमे देवी देवराली भागा इङ्गो अरुण वरुण बादशामी भागा होइन अनि आयो त्यसमा चिनी बुनी भयो अब यहाँ एकछिनै अब खाना खबर नखेमुगा यामिजी भने देश परदेशमा हामी चारतिर पेम्बा यामिजी दाजुभाइजी खोजिँदै हेर्न गर्दाखेरि खबर नपुग्नु सक्छ भनेको के त्यस तिनलाई पनि चित्ता आ तुफे सक्यो अब आयो भयो पहिला त्यो फुल नै बाँड्ने कसरी फुल बाँड्छ गहत पहिला होइन फुल पहिला बाँड्छ त हौ कसरी फुल पुग्सेपछि त फुल बाँड्छ यो गाउँ घुमाउ त पहिला गाउँ ठाउँ पहिला लाई पप्पा ल है अब के यही हो मेनबाट मेन घरको मेन अनि त्यहाँदेखि उल्टो काम गरे त्यस पछाडि यो त्यस पछाडि अर्को उठो त त्यस पछाडि यो त्यसको पछि पछि जानु यसले हातले गर्दा नि खुट्टामा देब्रेमा अमुललाई पहिला भाइले कपडा लाउँदा हुन्छ कपडा लगाएर आउनु क्या यहीँ लाउँ यहाँ छाड्नु पऱ्यो नि अब बेरेर लाउँदा उब्रे सेकी पार्छ या कुन फर्कमा अब हुन्छ सबैले कुटुम्बले पनि खानुपर्छ हुँदैन कुटुम्बले हिजो खाइसक्यो यहाँ राख्नु कता भित्र चोखा अरे रहियो भने फेरि हुन्छ पापाले लगाइदिनु हुन्छ मामाले अब कान्छाले लगाइदे फुका लाउनु पर्छ अब अरूलाई होइन उसले बारे भने अरूलाई खुला दिनुपर्छ बाबुले के मन पराउँदै त्यही अनि बारे बारे भन्छ बार्छ बार्दैन होइन त्यो त अब एकैचोटि अब सल्लाहमा नआएको भएर सबै त्यसो भए त्यसो भए त्यसो त भाना भान्जीलाई ढोके नगर्ने हो नि त वर्षा दिन राख्ने भनेपछि गरेन वर्षा दिन चाहिँ कटाउनु भएन वर्षा दिन हुने नै होइन त्यो त भोलि थाहा भइहाल्छ त्यसो त यो ढोकले केही चलेन त बन्द गर्ने
हेर्दा अब तातो हुन्छ पुर्खा मेनलाई चाहिँ यहाँ चाहिँ बाँडफोड पहिला हो त्यसरी सबैलाई